आजको यस विशेष प्रस्तुतिमा स्वागत छ। 45 डिग्रीको भयानक गर्मीले कंक्रिटको स्ल्याबमा कस्तो खतरनाक असर गर्छ र यो डबल हिट अर्थात् दोहोरो तापक्रमको मारबाट कसरी बच्ने भन्ने बारेमा आज हामी कुरा गर्दैछौं। आजको हाम्रो एजेन्डा यस्तो छ। गर्मीमा कंक्रिटको संकट, ओपीसी, पीपीसी र पीएससी बीचको फरक, पानीको व्यवस्थापन, एडमिक्सचर र परीक्षण, अनि अन्त्यमा कास्टिङ र क्युरिङ। ल अब ढिला नगरी सुरु गरौँ। अब एउटा गम्भीर प्रश्नबाट सुरु गरौँ। जनशक्ति, डन्डी, गिट्टीबालुवा जतिसुकै उत्कृष्ट किन नहोस्, यदि अत्यधिक गर्मीमा गलत सिमेन्ट मात्र छनौट गरियो भने पनि लाखौंको लगानी क्षणभरमै कसरी खेर जान्छ, यो साँच्चै नै सोच्नुपर्ने कुरा हो। यसको मुख्य कारण हो डबल हिट वा दोहोरो तापक्रमको प्रहार। एकातिर बाहिरको 45 डिग्रीको टन्टलापुर घाम, अर्कोतिर सिमेन्ट र पानी मिसिँदा भित्रभित्रै उत्पन्न हुने तापक्रम अर्थात् हिट अफ हाइड्रेसन। ठ्याक्कै पानीमा इनो हाल्दा जसरी फिज आउँछ र तात्छ नि, सिमेन्टमा पनि त्यस्तै उम्लिने गर्मी पैदा हुन्छ र यसैले गर्दा संरचनामा खतरनाक दरारहरू आउँछन्। खण्ड 1, ओपीसी, पीपीसी र पीएससी। अब हेरौँ एउटा सिमेन्टको बोराभित्र कस्ता रासायनिक खेलाडीहरू लुकेका हुन्छन्। सिमेन्टभित्रको रसायनलाई एउटा क्रिकेट टिम जस्तै मान्न सकिन्छ। C3S भनेको आक्रामक फास्ट स्कोरर जस्तै हो, जसले छिटो बल त दिन्छ तर एकदमै धेरै गर्मी पनि पैदा गर्छ। त्यस्तै C3A त विलेनै हो। थोरै मात्रामा भए पनि यसले 3-4 गुणा बढी गर्मी उत्पन्न गर्छ। तर फ्लाइ एश भनेको चाहिँ एकदम चिल खेलाडी हो। यसले यो आन्तरिक गर्मीलाई 30देखि 40% शान्त पार्ने काम गर्छ। यसको सीधा अर्थ के हो भने सामान्य 30 डिग्री जति तापक्रममा ओपीसी सिमेन्ट एकदम ठिक हुन्छ। तर अत्यधिक गर्मीमा निर्माण गर्दै हुनुहुन्छ भने पीपीसी सिमेन्ट नै एकमात्र सुरक्षित विकल्प हो। यसमा हुने फ्लाइ एशले भित्री तापक्रमलाई निकै घटाउँछ र अचम्मको कुरा त के भने 28 दिनमा यसले ओपीसी जतिकै मजबुत संरचना तयार गर्छ। र यदि मुम्बई वा चेन्नई जस्ता समुद्री किनारका क्षेत्रमा निर्माण कार्य हुँदैछ भने नुनिलो हावाबाट बच्न पीएससी अर्थात् पोर्टल्यान्ड स्ल्याग सिमेन्ट सबैभन्दा उत्तम विकल्प हो। यसले नुनको भयानक असरलाई रोकेर संरचनालाई सुरक्षित राख्छ। अब जाउँ खण्ड 2, पानीको व्यवस्थापन। निर्माणस्थलमा हुने सबैभन्दा ठूलो र खतरनाक गल्तीको विषयमा अब कुरा गरौँ। यहाँनिर एउटा रमाइलो तर गम्भीर उदाहरण छ। जसरी कुखुराको मासु पकाउँदा अलिकति धेरै पानी वा नुन हाल्यो भने पुरै स्वाद बिग्रिन्छ नि, ठ्याक्कै त्यसै गरी कंक्रिटमा अलिकति मात्रै पनि बढी पानी हाल्यो भने यसले संरचनालाई ध्वस्तै पार्छ। कंक्रिट मिसाउँदा रासायनिक सन्तुलन कायम राख्नु नै सबै थोक हो। त्यसैले कंक्रिटको 100% बलियोपन सुनिश्चित गर्न पानी र सिमेन्टको सुनौलो अनुपात 0.45 देखि 0.5 को बीचमा हुनैपर्छ। यो नियमलाई साइटमा एकदमै कडाइका साथ पालना गरिनुपर्छ। काम गर्न सजिलो होस् भनेर अलिकति बढी पानी थप्ने प्रलोभनले कस्तो ठूलो विपत्ति निम्त्याउँछ भन्ने कुरो तथ्याङ्कले स्पष्ट पार्छ। अलिकति अतिरिक्त पानीले मात्रै पनि कंक्रिटको बल 25 देखि 50% घटाइदिन्छ। भन्नुको मतलब एकदमै बलियो M25 कंक्रिट पनि कमजोर M12 मा चढ्छ। यो त सिधै घाटा भयो नि, होइन र? खण्ड 3, एडमिक्सचर। जब कंक्रिटमा पानी थप्न पूर्ण रूपमा निषेध गरिन्छ तब के गर्ने त? समाधान यहाँ छ। यस्तो अवस्थामा प्लास्टिसाइजर र रिटार्डर जस्ता केमिकलहरू साँच्चै नै जीवनदायी साबित हुन्छन्। प्लास्टिसाइजरले एक थोपा पनि अतिरिक्त पानी नराखी सुक्खा कंक्रिटलाई मज्जाले काम गर्न योग्य बनाउँछ र रिटार्डरले चाहिँ अत्यधिक गर्मीमा कंक्रिटलाई छिटै जम्नबाट रोक्छ। अचम्मको कुरा त के छ भने यी केमिकलहरूको खर्च प्रति क्युबिक मिटर जम्मा 150 देखि 300 रुपियाँ मात्र पर्न आउँछ। अब लागौं खण्ड 4, स्लम्प कोन टेस्ट। कंक्रिट खन्याउनु अघि नै साइटमै त्यसको गुणस्तर कसरी जाँच्ने त? यो परीक्षण गर्ने तरिका एकदमै सटीक छ। एउटा स्लम्प कोनमा 100 मिलिमिटर कंक्रिट भर्ने, त्यसलाई 25 पटक ट्याप गर्ने र यो प्रक्रिया 3 पटक दोहोऱ्याएर 300 मिलिमिटर उचाइमा पुर्याउने। अन्त्यमा त्यो कोनलाई सुस्तरी हटाएर कंक्रिट कति तल झर्छ भनेर नाप्ने। नाप्दाखेरि स्ल्याबका लागि कंक्रिट ठिक 75 देखि 100 मिलिमिटर तल झर्यो भने त्यो सबैभन्दा उत्तम वा पर्फेक्ट मानिन्छ। तर यदि 150 मिलिमिटर भन्दा बढी झर्यो भने त्यो बिग्रिसकेको मिश्रण हो भनेर बुझ्नुपर्छ।
यस्तो अवस्थामा त्यो पुरै ब्यासलाई फ्याँक्न अलिकति पनि हिचकिचाउनु हुँदैन। र अन्तमा खण्ड 5 कास्टिङ र क्युरिङ प्रक्रिया। अब हेरौँ सबैभन्दा संवेदनशील चरण र निर्माणपछिको 14 दिने सघन स्याहार। गर्मीको तापलाई जित्न एकदमै कडा समयतालिका पालना गर्नुपर्ने हुन्छ। दिउँसोको चर्को घाम सुरु हुनु अघि नै अर्थात् बिहान 4 देखि 7 बजीभित्र कास्टिङ सक्ने, त्यसको 2 घण्टापछि भिजेको बोराले छोप्ने र 14 दिनसम्म निरन्तर पानीको पोखरी बनाएर क्युरिङ गर्ने। स्ल्याब बचाउन यो लडाईँको योजना एकदमै महत्त्वपूर्ण छ। गर्मीबाट बचाउने यी अन्तिम सुरक्षाहरूलाई पनि ध्यान दिउँ। चिसो पानी वा बरफका साना टुक्राहरू प्रयोग गर्न सकिन्छ, तर बरफका ठूला ढिक्का चाहिँ कहिल्यै नराख्नुहोला, किनभने ती पग्लिएपछि संरचनाभित्र ठूल्ठूला प्वालहरू बन्छन्। त्यस्तै ताजा कङ्क्रिटमा कडा प्रेसरले पानी नछ्याप्ने, बालुवामा माटोको मात्रा 8% भन्दा कम राख्ने र डन्डीमा भविष्यमा खिया लाग्न नदिन 20 देखि 25 मिलिमिटरको कभर राख्ने नियम कडाइका साथ पालना गर्नुपर्छ। अन्त्यमा एउटा गम्भीर कुरा सोचौँ त, यदि मौसमलाई मात्रै बेवास्ता गर्दा एउटा नयाँ छत 5 वर्षमै पूर्ण रूपमा ध्वस्त हुन सक्छ भने संरचनात्मक मजबुतीलाई भित्रभित्रै कमजोर बनाइरहेका अरू कस्ता अदृश्य गल्तीहरू अहिले पनि भइरहेका होलान्। उच्च तापक्रममा गरिने निर्माणको यो जोखिमले इन्जिनियरिङका यस्ता लुकेका खतराहरूबारे थप जान्ने उत्सुकता पक्कै पनि जगाउँछ। आजको यो प्रस्तुतिबाट पक्कै पनि नयाँ कुरा सिक्नुभयो भन्ने आशा छ।